हेलो भाउजू नमस्कार। नमस्ते बाबु। के छ भाउजू हाल खबर? ठिकै छ। अनि तपाईँको के छ? मेरो त ठिकै छ। तर हजुरको यो दुःख देखेर भित्रैदेखि मन पोलेर आउँछ। यस्तै हो बाबु, अलिअलि दुःख त भइहाल्छ नि। छोरी मान्छेको कामै यस्तै हो। भाँडा धुने, कपडा धुने, खाना बनाउने, यस्तै हो बाबु। अनि भाउजू दाइ गएको 2 वर्ष भएको होइन र? कहिले आउनुहुन्छ र? हो नि बाबु, गएको त 2 वर्ष भइसक्यो। तर कहिले भिसा थपेर बस्छु भन्नुहुन्छ, कहिले आउँछु भन्नुहुन्छ। केही टुङ्गै छैन। भाउजूलाई पनि साह्रै दुःख छ है। हुन त के गर्नु, दाइ पनि विदेश गइहाल्नु भयो। नेपालको हालतै त्यस्तो छ। लाउलाउ खाउ उमेरमा दाइलाई पनि विदेश जानै पर्यो। भाउजूको दुःख देखेर रातभरि निद्रा लाग्दैन। बाबु पनि मलाई किन सम्झिनु पर्यो त? सुत्नु न आनन्दले रातभरि। भाउजू तपाईँलाई एउटा कुरा सोधौँ? सोध्नुहोस् न बाबु, के कुरा हो? तपाईँहरूलाई त म आफ्नै दाजु भाउजू मान्छु। अनि तपाईँले मलाई आफ्नै देवर मान्नुहुन्न? मान्छु नि। अनि म छैन र भाउजू? तपाईँलाई कहिलेकाहीँ घुम्न जान मन लागे म लान्छु। तपाईँलाई केही समस्या पर्यो भने म सहयोग गर्छु। मलाई आफ्नै देवर सम्झिनुहुन्छ भने खोइ नम्बर ल्याउनु त। फोन गयो। मोबाइल भित्रै छ कि के हो भाउजू? रातको 12 बजे पनि केही समस्या पर्यो भने सम्झिनुहोस्, यो देवर हाजिर हुनेछ। ल भाउजू म पनि गएँ है। कस्तो सहयोगी मान्छे। रातको 12 बजे पनि केही पर्यो भने आउँछु भन्छ। भाउजू दाइको साह्रै याद आउँछ है। तर दाइ नभए पनि के हुन्छ र, म छँदैछु नि भाउजूको नेसो मेटाउने। हेलो। हेलो भाउजू, सन्चै हुनुहुन्छ? हजुर म आरामै छु। भाउजू के साह्रो गाह्रो त परेको छैन नि? छैन बाबु। के साह्रो गाह्रो परे भन्नु है भाउजू। भर्खर त 11 बज्दैछ। होइन बाबु, अब यति राति कहाँ आउनु? नआउनु पर्दैन, केही भएको छैन मलाई। के हो भाउजू, निन्द्रा लागेन कि के हो हजुरलाई? निन्द्राको औषधि ल्याउनु पर्छ हो। होइन, अलि नराम्रो सपना देखेँ, त्यही भएर अलि आत्तिएँ कि। निन्द्रा लागेन भने म आइहालेँ नि भाउजू। होइन बाबु, आउनु पर्दैन। त्यसो भए राखेँ ल भाउजू। हस् बाबु, हस्। झर्यो।
बुढा मलाई माफ गरिदिनु एकचोटिलाई मैले बुद्धि बिगार साला हाम्रै भविष्यको लागि भनेर विदेशमा गएर म त्यत्रो दुःख गरेँ तँलाई नाटक खेलाउनु पर्ने यो तँलाई यहाँ मोज मस्ती गर्ने मैले दुःख गरेको पैसामा भाउजूले बोलाएर आएको तँलाई नाटक खेलाउनु पर्ने तेरै लागि भने मलाई यत्रो दुःख गर्नु पर्यो विदेश मलाई माफ गरिदिनु एकचोटिलाई मबाट गल्ती भयो तँ यहाँबाट गइहाल त तेरो अनुहार कति पनि हेर्नु छैन मलाई कि आज तँ मर्छस् कि म मर्छु